तपाईँहरूको लागि हाम्रो लागि सेफ्टी गरेर होइन नि त यो कतिजनालाई डिस्टर्ब भएको छ तपाईँहरूले देख्नु भएको छ यहाँ तपाईँ दिउँसो पनि बाइक लिएर आउनुहुन्छ यहाँ राख्नुहुन्छ ल ठिक छ बस्नुहोस् दिउँसो तपाईँ 6 बजीसम्म बस्नु 7 बजीसम्म बस्नु हेलो एन्ड वेलकम टु माई न्यू भिडियो है केटा फाइनली हाम्रो नेपालमा चाहिँ अहिले नयाँ पिएम चेन्ज भएको छ है हजुरहरूलाई थाहा नै होला है सुशीला कार्की चाहिँ हाम्रो उहाँ चाहिँ अहिले पिएम हुनुभएको छ है त्यो अब नेपालको चाहिँ एउटा एक किसिमको जितै हो होइन हामी सबजना मिलेर अब यति गरेछ होइन अनि अहिले चाहिँ हामी टक्क लाएर कति बजेको छ भन्दाखेरि अहिले चाहिँ 8:30 हुँदा चाहिँ अब टक्क लाएर चाहिँ अब पुलिसहरू पनि छैन नि त आजकल अनि चोरहरू बढाएको छ क्या चोरी केसहरू ठगेटीहरू के बढिरहेको छ होइन त्यसरी चाहिँ अब हामी म अनि यता हाम्रो टोलमा चाहिँ यता अङ्कलहरू हुनुहुन्छ अनि मिटिङ भएको थियो अनि सबजना टक्क केटाहरू मिलेर चाहिँ अब 2 घन्टा टक्क लाएर उ गर्ने भने भएको छ है के भन्छ त्यसलाई अब जागेर अब पहिला दिने है के भन्छ रक्षा गर्ने अब चौकीदारी भन्दैन त्यसलाई त अब अरू नै के भन्छ होला होइन हामी चाहिँ अब टक्क लाएर अहिले 9 बजीतिर चाहिँ भेला भएर चाहिँ अब टक्क लाएर अब 2 घन्टा चाहिँ उता जान्छौँ है फाइनली केटा 9 बजेको छ है अझै जानुपर्छौँ है अझै जानु छ अङ्कलहरू जम्मा भएपछि होइन टोलको दाइहरू अङ्कलहरू जम्मा भएपछि म चाहिँ निस्किनु लाग्यो है भाइ त केटा हो हामी चाहिँ दाजुभाइ छौँ है यहाँ अहिले चाहिँ लट्ठी बोक्दै छ है यहाँ टक्क लगाएर चोरमा नआएको हामी उतातिर चाहिँ भाइतिर हो होइन चोरी कस्तो ठाउँमा आइसक्यो है सडमा भएपछि यस्तो झाङतिर छ है हामी चाहिँ चौरीतिर छौँ है टक्क लगाएर चोर आओस् हामी त्यसको कुट्ने गरी कुलो चोर आओस् हामी त्यसको कुट्ने गरी कुलो कुरा गर्छ धेरै ठुलो ठुलो तपाईँहरूको लागि हाम्रो लागि सेफ्टी गरेर होइन नि त यो कतिजनालाई डिस्टर्ब भएको छ तपाईँहरूले देख्नु भएको छ यहाँ तपाईँ दिउँसो पनि बाइक लिएर आउनुहुन्छ यहाँ राख्नुहुन्छ ल ठिक छ बस्नुहोस् दिउँसो तपाईँ 6 बजीसम्म बस्नु 7 बजीसम्म बस्नुहुन्छ क्या जुन तपाईँ हाम्रो यो काम गरेर हामी आफूले गरेर 3S fucking block दाइ त केटा हो फाइनली म र दाइ चाहिँ लौरो बोकेर हिँड्दैछौँ है मैले लौरो बोके छैन है मैले दाइ नभन्नु मैले बोकेँ होइन नि 10 बजिसक्यो है सुनसान छ नाम होइन मेरो राज्य सम्हाल त्यही पनि मेरो हात छ फलाम हो त्यही भएर बोक्दिनँ म सबजना अङ्कलहरू चाहिँ उता गएको छ हामी यता आएको छ है के हुन्छ कसो हुन्छ होइन यही हो केटा हो
अब आफ्नो टक्कलाई देशको लागि भने नि अब आफ्नो टोलको लागि भने नि होइन यस टक्क लाएर आफ्नो कर्तव्य चाहिँ पुरा गर्नुपर्छ केटा है है त केटा हो जय नेपाल भाइ अब सुरक्षित तपाईँहरू नै पढ लेखेका मान्छे हो बुझ्नुहोस् न सुरक्षित थ्रेड छ यत्रो 12,000 मान्छेहरू क्रिमिनलहरू बाहिर निस्केका छन् होइन प्रहरी प्रशासन तपाईँहरू पनि आफ्नो टोलमा तपाईँहरूले यसै गरी हिँड्नुहोस् तपाईँहरू सबैको जिम्मेवार हो होइन तपाईँहरू आन्दोलन हो अन्त केटा फाइनल आइपुग्यो है म 11 बजी आज है सबजना घर जानुभयो होइन हामी पनि निस्केर आइदिएँ